हामी सबैले जीवनमा प्रगति गर्न चाहन्छौँ, तर कहिलेकाहीँ हामी आफ्नो लक्ष्यबाट किन पछि परिरहेका छौँ भन्ने कुरा बुझ्न सक्दैनौँ, किनकि हामीले कहिले आत्मप्रतिबिम्बन गर्ने बानी बसालेका छैनौँ र यो बानीलाई बसाल्न कोसिस पनि गरेनौँ। अब आउनुहोस्, आजको भिडियो मार्फत हामी केही सिक्ने कोसिस गर्नेछौँ। नमस्कार र स्वागत छ तपाईहरूलाई मेरो युट्युब च्यानल द रिभ्यू सेल्फमा। सधैँ आज पनि बुस्टर सेल्फ कन्फिडेन्सको यो 11औं भाग लिएर आइसकेको छु र आजको विषय छ आत्मप्रतिबिम्बन, आफ्ना क्रियाकलापहरूको समीक्षा गर्दै सुधार गर्नु। अब यो आत्मप्रतिबिम्बन भनेको के हो त? धेरैलाई जिज्ञासा होला। यो हो आफ्नो सोच, व्यवहार र कार्यहरूलाई नजिकबाट हेर्ने प्रक्रिया। यसले तपाईँलाई सिक्ने मौका दिन्छ र सुधार गर्ने बाटो खोज्छ। अब यो बानी बसाल्न केही उपायहरू पनि दिनेछु। एक नम्बरमा चाहिँ दैनिक जीवनका अनुभवहरूलाई मनन गर्नुहोस्। हरेक क्षण केही न केही सिकाउने अवसर हो। सिकाइलाई स्वीकार्नु नै आत्मविकासको मूल मन्त्र हो। आफ्नो कमजोरी स्वीकार्न डराउनु हुँदैन, किनकि स्वीकृतिबाटै सुधार सुरु हुन्छ। सुधारले नै तपाईँलाई आत्मविश्वासी बनाउँछ। 3 नम्बर, साँच्चीकै परिवर्तन तब हुन्छ जब तपाईँ आफैसँग इमान्दार हुनुहुन्छ। आत्मविश्लेषण तपाईँलाई साँचो मार्गमा अघि बढ्न मद्दत गर्छ। 4 नम्बर छ हरेक दिन आफैलाई एकपटक प्रश्न गर्नुहोस्, आज मैले के सुधार गर्न सक्छु? यही प्रश्नले तपाईँलाई सफलता नजिक पुर्याउँछ। 5 नम्बर छ आफ्नो सोच र दृष्टिकोणमा सानोतिनो परिवर्तनले पनि जीवनमा ठुलो प्रभाव पार्न सक्छ। सकारात्मक सोचले असम्भव जस्तो देखिने कुरा पनि सम्भव बनाउँछ। हरेक दिनको अन्त्यमा आफैलाई यी प्रश्नहरू सोध्नुहोस् र आजैदेखि यो बानी बसाल्नुहोस्। के आज म आफ्नो लक्ष्यतर्फ अघि बढेँ? के म आज केही नयाँ कुरा सिकेँ? के मेरो व्यवहार अरूसँग सकारात्मक रह्यो? के मैले आफ्नो समय सही ठाउँमा खर्च गरेँ? यी साना तर महत्त्वपूर्ण प्रश्नहरूले तपाईँको आत्मविश्वास निर्माण गर्छन्, किनभने तपाईँ सुधार गर्दै जानुहुन्छ र जहाँ सुधार हुन्छ त्यही आत्मविश्वास पलाउँछ। आफ्नै कमजोरी चिन्न डराउनु हुँदैन, बरु त्यसलाई अवसरको रूपमा लिनुहोस्। हिजोभन्दा आज 1% राम्रो बन्ने प्रयास गरिरहनुहोस्। त्यही निरन्तर सुधारले तपाईँलाई आत्मविश्वासको शिखरमा पुर्याउँछ। आजदेखि आत्मप्रतिबिम्बनको अभ्यास सुरु गरौँ। लेखौँ, सोचौँ, बुझौँ अनि सुधार गरौँ। तपाईँ आफूलाई हिजोको तुलनामा कति राम्रो बनाउँदै हुनुहुन्छ भन्ने कुराले तपाईँको आत्मविश्वास कति बलियो बन्दैछ भन्ने प्रमाण दिन्छ। यदि तपाईँलाई आजको सन्देश मन पर्यो भने कृपया लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। तपाईँको आत्मविश्वास निर्माणको यात्रामा मसँगै अघि बढ्नुहोस्। फेरि भेटौँला अर्को प्रेरणादायी सन्देशका साथ। शुभ दिनको शुभकामना।